अरू कुरो यस्तै यस्तो मलाई यहाँको यो ड्रागन चाहिँ अत्रै लागेको है। एउटा सोलो सिङ्गल गर्ल खोजेर चाहिँ उसँग चाहिँ मिठो मिठो कुराकानीहरू गर्नु पऱ्यो क्या। उसलाई चाहिँ अब भेटेर यसो बोयफ्रेन्ड छ छैन सोधेर अनि यसो पट्याउनु पर्यो अगाडि हो एउटा केटी चाहिँ आज। तर नेपालमा के क्यामेरा तिर्साएको देख्ने चाहिँ भाग्न थालिहाल्छ। गाह्रो छ त हौ जिन्दगी जिउनलाई पनि। के छ ब्रो? ठिक छ नि दाइ, चिया खानु न एक गिलास दाइ। चिया पनि कप पो बोकिने खै चिया चाहिँ। चिया थर्मस राख्ने ल्याउनै दिँदैन दाइ यार। पहिले म यहाँको कस्तो थिएँ दाइ, चिया व्यापारी एक्लै, अरू व्यापारी आएर खोज गरेर बेच्नै पाएन दाइ। लहर दिनुपर्छ नि जाँडा। अहिले तिनीहरू चिया पनि बेच्न आउँछ। अहिले म अरू ठाउँमा मार्केट हेर्न बेच्छु पसल बस्छ। अहिले झन् राम्रो दाइ। यहाँ त घुमे गर्नुपर्छ नि। स्मार्ट छौ यार, मोबाइललाई बिजनेस गरेर खुसी लाग्यो है। नाइस टु मिट यु ब्रो। बिजनेस गर्नुपर्छ है ब्रो। ल ल बाइ बाइ दाइ। बाइ बाइ। ल ल दाइ लाइक फलो शेयर मेरो के भन्दा रे एआर इन्टरटेनमेन्ट छ युट्युबमा, सब्सक्राइब भन। तिम्रो पनि भिडियो निकाल्दिन्छु म भोलि। ओके ल। बिचरा यार माया लाग्यो केटोलाई देखेर होइन। चिया सिया खाइदिउँ न दाइ यताउति भन्ने खालको कुरो गरिरहेको थियो। मान्छे त मैले चाहिँ विधि पुरा पूजा गरेको छैन, मलाई थाहा छ। किनकि मलाई आउँदैन पनि विधि पुरा पूजा गर्न कता कता के हो भनेर। बच्छ दाइ बच्छ, बजाउनु न बच्छ। बजेन दिदी, अलिक कसेर फुक्नु न बच्छ। म बजाइदिउँ अलिक मजाले फुक्ने यस्तो साइकल। वाह वाह लेडिज पावर, लेडिज पावर। यो अन्त दिदीले खतरा बजाउनु भयो, दिदीले खतरा बजाउनु। खै खै छन् दिदी, दिदी तपाईँ बजाइदिनु त। बजाउनु तपाईँ बजाउनु, तपाईँ बजाउनु दिदी, बजाइदिनु एकचोटि ल है। दिदीले अघि खतरा बजाउनु भएको थियो, हेर्नु है। वाह 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 ओ दिदी यता त तपाईँ भाइरल अब 100% भाइरल तपाईँ अब। दिदी हुँदैन, हामीले बजाउँदा नि हुँदैन। यहाँ प्र्याक्टिस गर्दैछ क्या दिदीहरूले पाले पालो। उहाँ दिदीले चाहिँ खै पारा ल्याएन है दिदी, हाम्रो पारै आएन। तपाईँ फुक्नु एकचोटि हो, एकचोटि फुकेर हेर्नु न बा हुन्छ कि। ल उहाँले बजाउनुहुन्छ अब त्यो ऊ सास एकातिर जान्छ क्या, त्यही भएर त्यो। सकिन्न है ल। सबैको हुटिङबाट वान्स मोर दिदी प्लिज ल, वान्स मोर ल है दिदी। यो दिदी चाहिँ एक्सपिरियन्सवाला रहेछ। दिदी थोरै दिन साइड दिँदा उहाँ दिदीले बजाएको हेरिदिउँ ल। वाह भ्लाट्टै भयो, एकैचोटिमा भ्लाट्टै हुन्छ त नि। के छ बाबु? ल दिदी बाई बाई। मेरो चाहिँ एआर इन्टरटेनमेन्ट छ युट्युबमा। युट्युबमा एआर इन्टरटेनमेन्ट छ भन्ने नाम छ युट्युबमा। युट्युबमा एआर इन्टरटेनमेन्ट भन्ने नाम छ। सब्सक्राइब गर्नु, म यो भिडियो भोलि हाल्छु ल। हस् टिकटकहरू पनि हाल्नु चाहिँ म।